हुन त सबैको आफआफ्नो तरिका हुन्छ, तर आज मेरो तरिकाले खसीको पक्कु बनाऊ है त। यसको लागि खसीको मासुमा स्वाद अनुसार नुन, बेसार, दसैँ स्पेशल मिट मसला, खोर्सानीको धुलो राख्ने। तोरीको तेल चाहिँ मैले थोरै राखेँ किनकि मैले लिएको खसीको मासु चाहिँ फलफल मासु भन्दा पनि मासु र बोसो मार्बलिङ भएको खालको धेरै थियो। मसँग चाहिँ यो ससानो पोटी भएको लसुन थियो, अनि मेरो टाइम र औँला बचाउन चाहिँ यो सिङै हालिदिएँ। अनि लास्टमा चाहिँ खलमा पिनेको अदुवा हालेर मजाले मिक्स गरिदिएँ। अब यसलाई क्लिङ ऱ्यापले ऱ्याप गरिदिने अनि फ्रिजमा आफ्नो धैर्य नगुमुन्जेलसम्म म्यारिनेट हुन छोडिदिने। पक्कु पकाउनको लागि चाहिँ सकभर मोटो पित भएको भाँडा बसाल्ने अनि भाँडामा घिउ राख्ने। घिउ तातेपछि चाहिँ आफूसँग भएको खडा मसला राख्ने र म्यारिनेट भएको मासु राखेर बिर्कोले छोपेर पकाउने। हरेक 15 मिनट चाहिँ चलाउने। यसरी मासुबाट पानी निस्केपछि अब चाहिँ नछोपी हरेक 15 मिनट चलाउँदै पकाउने। पानी सुकेर तेल मात्र भएपछि चाहिँ एभ्री 3 to 4 मिनट्समा चलाउँदै आफूलाई कतिको क्रिस्पी मनपर्छ त्यतिन्जेलसम्म पकाउने।